राधे राधे वेलकम टु माई युट्युब च्यानल। हामी कहाँ हिँडेको? कहाँ खै बुढाले सरप्राइज दिने अरे भोलि बर्थडे। के किनिदिनुहुन्छ? किनिदिने अरे त्यही भएर हिँडेको। दुईटा सक्स किनिदिन्छु। सबैजनालाई के भन्न चाहन्छौ? केही भन्दिनँ म त्यहाँ मन पऱ्यो कि केही किनिदिनु भएन भने बम पठाइदिन्छु। ल ल ल ल ल मोबाइल पसलमा क्यामेराको लेन्स ऊ त्यो केक लभरको दोकान हेर्नु ऊ त्यहाँ उभिनु भयो उता फर्केर देख्नु भएकै छैन। यही हो केक लभरको दोकान। गाइजहरू सरप्राइज हो क्या। नमस्कार, हाम्रो केक लभरको दोकान हो है यो चाहिँ। हाम्रो केक लभरको केकहरू यहाँ छ। सर यहाँ हुनुहुन्छ। सरी हामी यहाँ पसल आउँदाखेरि यसो भेटेको। यहाँ लेखेको छ कता हो खै छोपियो कि केक लभर फ्रम नवलपुर। ओके सरी देख्नुभयो नि ल राम्रोसँग हेर्नु सबैजनाले। केक लभर फ्रम नवलपुर ओके सरी। अनि उहाँ केक लभरजी यिनी चाहिँ बर्थडेको लागि ड्रेस खोज्न सीताबासबाट यहाँ प्रगतनगर चोकमा के अरे यो पसलको नाम दर्शना इन्टरप्राइजमा आएछन्। सायद चाहिँ ट्याक्क मिलेको पाइयो है साथीहरू। राँड देखेछ कि ल झ्याप्पै छोटो कपडा लाउन नि त अनि कस्तो कस्तो लाग्छ त। अब फर्स्ट टाइम लाउने अरे क्या। फाइनली मैले बर्थडेमा लाउने भनेको बडीकन ड्रेस यहाँ लास्टमा पाइयो। माथि सीताबाजी हामी प्रगति नगर आएको। एकजनाले कमेन्ट गर्नुभएको थियो नि प्रगति नगर पाइन्छ भनेर। अनि खोज्दै आएको पाइयो पनि। उहाँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अब भोलि ड्रेस लगाएर केक कट कट अनि प्रगति नगरको बजार। यहाँ चाहिँ उहाँको साइलो मामा। बजार पसेको हामी गाईहरू। के लगाइदिनु बाबुहरूलाई? बजार झ्याप्पा आउन के म अलि टाढा पर्छ। आज प्रगति नगर आउँदा पसेको भर्खर सुरु हुँदै रहेछ। सपिङ गर्दै बजारमा आएदेखि केही किन्नु भएन बिचरा। डल्ला खानुपर्छ। डल्ला डल्ला रे मोमो हो बारे होइन पिठोको डल्ला हो। बजारमा आएर आएको त मैले कति वर्षमा हो र यसरी तपाईँसँग अझै। काक्ले सरजी पोकापोकी बोकेर आउँदै खतरा देखियो नि होइन। क्या मजा आउँछ आफू बसेर काममा आउन त। के तान्छ अझै। ओहो जेरी आफ्नो एक्लै कम कम खानु भएको थियो। एक्स्ट्रा खाएको निकाल्दा खाऊ त्यहाँ। एक्स्ट्रा खाएको कि एक्स्ट्रा खाएको तिमीलाई दिन कहाँ मिल्छ नि? फेरि दुईवटा निकाल्नुपर्छ। एउटा 10 पर्छ। बजार आएको भन्ने मात्र हो। 5वटा हात्ती बाटो लायो थाहै छैन। यो त्यत्तिकै बजार केही किन्ने छैन। मेरो बर्थडे ड्रेस त्यो त दोकानमा ल जाऊँ अब। आयो त आयो आएन आउँछन् कि दाइ आउँछन् अटो लिएर। कति वर्षपछि यस्तै बजारमा आएको बुढासँग। बजारको चप्पा खाँदै खुवाउनु पऱ्यो भनेर रिसाउने मान्छे उयो। अनि गमकुमा खाने पनि उयो। मिठै छैन। मिठो खबाएर कस्तो मिठो ख क्या दामी चाहिँ सबै मिठै छैन। खाम भन्ने मैले हो खाने जति उता फेरि
यसरी बजारमा आएर चक्राहरू गर्दा क्या मजा आउँछ क्या बुढासँग सामान बोकेर कुर्न पर्यो भनेर के अरे स्कुटी किन्दियो अर्कोचोटि आउँदा अरे स्कुटी किन्ने अटो कुरेको हो कि आउँदै आएन ट्र्याकमा मुते थियो स्कुलबाट आउँदा खोइ त अधिक सुकारेको रहेछ के पानी धेरै खायो होला आज फेरि को छिटो छुट्टी दिएका त नि लु ल्याउनु भयो त्यसलाई यो चाहिँ आज बजारबाट ल्याएको माछा फ्राई रहेछ यहाँ कोही बनाइ कोही पाक्दै पकाउने भान्से माछा बजारको के गर्नु लाग्यो कहाँ जानु लाग्यो अँध्यारो भएन जा भएन यत्रो बेर उफ्रिँदाखेरि केही नहो नि जा 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 साथी जाम भन्न यिनीहरूका गफ सुनाउ न गफ हेलो अदिकजी दर्शन तपाईँलाई मेरो टेलिकम नेपाल टेलिकम स्वागत छ नमस्कार भोलि तपाईँको मम्मी ब्युटी क्विनको मनिषा पाण्डे काफ्लेको ह्याप्पी बर्थडे टु यु हो के भन्न चाहनुहुन्छ अनि त्यसपछि भोलि बर्थडे हो मम्मीको के गिफ्ट दिन चाहनुहुन्छ ओहो अनि भोलि पर्सि अनि भोलि चाहिँ के दिनुहुन्छ भोलि पर्सि म बुढी हुन्छु गुडिया मलाई केही चाहिन्न फेरि डेली दिनु भएन ला अब अस्ति कमाएको थियो 100 रुपियाँ थियो नि त्यसले किनेर दिनु पर्यो नि त हो फुल माग्नु दिएको बसमा स्ट्रबेरी कसले खाएको मेरो पैसा हो हराएको त भन्छ मम्मीलाई भोलि बर्थडेमा केही दिन्नौ पैसा दिन भन्छु अनि किनिदिन्छु ओके के किनिदिनुहुन्छ लालिपप हैन जुत्ता किनिदिन्छु ल हुन्छ हजुरलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु नमस्कार म चाहिँ यहाँ छु गुड मर्निङ राधे राधे आज मेरो जन्मदिन 2054 साल 10 महिना 9 गते म जन्मेको दिन आज म पुरा 28 वर्ष पुगेर 29 मा अब रनिङ बुढी भयो अब अनि म आज बिहानै 5 बजे उठेर नुहाएको घर बाथरुम पनि हैन नि त पलतिर गएर छिच्चो गरेर नुहाएर आएको अनि म नुहाएर आउँदा भर्खर बुढा उठ्नुभएको छ छोराहरू सुतिरहेछन् अब हामी रेडी हुन्छौँ अनि घर पूजा गर्छौँ आज सरस्वती पूजाको दिन मेरो बर्थडेको दिन सरस्वती पूजा पनि परेछ घर पूजासुजा गरेर अनि मन्दिर जान्छौँ सबैजना सँगै जाऊँ ल है ओके म रेडी भएको म रेडी भएँ अब म पूजा गर्छु अनि उहाँजी पनि रेडी हुनुभयो अपन रेडी भए अलिक पनि रेडी भए ठुलो बाबुलाई पनि तातो पानी तताएर नुहाइदिएको कस्तो मैला अनुप कता गयो अनुप खै कता त्यही साथीकोतिर गयो त्यो पनि मन्दिर जान्छ अरे आज स्कुल जान अरे अब हामी घर पूजा गरेर टिका लगाएर अनि फेरि मन्दिर जान्छौँ ओके सबैजना सँगै जाने सबैले मलाई ह्याप्पी बर्थडे भनेर त्यहाँ राम्रो राम्रो विस गर्ने है अरू केही भन्न पर्दैन ह्याप्पी बर्थडे टु यु मलाई गिफ्टमा चाहिँ सब्सक्राइब गर्ने ल जन्मदिनको धेरै धेरै शुभकामना
हलोस् पुलोस् सधैँ खुसी हुनु अरू अरू त के भनौँ त मबाट पाउने माया चाहिँ सधैँ सधैँ रहिरहेको छ म जिरो हुँदाखेरि अन्त यो चाहिँ प्रसादी अब बुढी हुँदै गइसक्यो धेरै नक्कल पार्नु पर्दैन ल ल भयो उठेन फेरि पनि ह्याप्पी बर्थडे तिम्रो जन्मदिनको धेरै शुभकामना दिने कुरा चाहिँ केही छैन एउटा सानो गिफ्ट छ है तिम्रो लागि तर रोजेर ल्याएको मैले हो तर सानो गिफ्ट भए पनि एकदम कस्टफुल्ली छ साथीहरू थ्याङ्क यू दिउँसो लाउने हो यो ड्रेस थ्याङ्क यू अब हामी मन्दिर जान्छौँ त्यसमा पहिला दादालाई है धेरै पढ्ने टोपी अलि माथि तान पढ्नमा अलि ध्यान दिने अहिले पूजा गरेर आएर फेरि यहाँ घर नि पूजा गर्ने है ल यो फुल पनि राख ल यहाँ डगे हुन्छ ल कान्छी छोरी म तिमीलाई छोडेर फेरि विदेश जाने दिन आउँदैछ मलाई नरौ है धेरै सिधा बस धेरै पढ ज्ञानी बन है है छैन तिमी त ज्ञानी छेउ दादा पनि ज्ञानी छिन् अनि ल फुल पनि समात एकछिन ल यहाँ जिउ गरेर दादालाई ल धेरै पढ है अब हामी मन्दिर जाने ओके अब जन्मदिन मेरो हो मैले पूजा गरेँ अनि टिका लगाइदिएँ अब मैले के भन्ने अब के भन्ने मैले केही नभन्नु खुसी हुनु त्यही हो सधैँ यस्तै माया गर्नु होला मैले नि गर्छु नि फेरि गर्दिनँ र अब फेरि मलाई टिका लगाइदियो नि मैले ढोग्ने नयाँ मजा लाग्यो बसा अनि तपाईँले मैले टिका लगाइदियो नि मैले ढोग्ने त्यही आशीर्वाद 10 वर्षपछि एउटा राम्री छोरी दिए अरू त के भन्नु छोरी त पाउने हो कि 10 वर्षपछि होइन बाबु बहिनी चाहिन्छ नि अन भन्यो कान्छी कान्छी बहिनी चाहिन्छ नि अन चाहिन्छ कि न बहिनी अब हामी मन्दिर जाने ल ल नयाँ नयाँ कपडा नयाँ सुट कति राम्रो सुहास त स्वेटर पनि कति म्याच गरे म्याच गरे यिनीहरू त्यसै अलिक पुरानो भएछ क्या ट्वाक्क मुखा हान्ने जस्तो चुरा पोते अब हामी चाहिँ टक्क लाएर मन्दिर जाने तयारी हुँदैछ अटोको वेट गर्दैछौँ साथीहरू सबैजना एकदम एकदम क्युट 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 जन्मदिनको धेरै धेरै शुभकामना फेरि पनि 7 चोटि भइसक्यो बेलुकासम्म कतिचोटि हुन्छ है त थ्याङ्क यू सो मच भन्न चाहन्छु आज चाहिँ मेरो हो यो ठेको पाइ लागु हाम्रो अटो आयो दिँदा के छिटो बिस्कुट लिएर उता एउटा गइसक्यो हामी कुन मन्दिर जाँदैछौँ कहाँ हिँडेको बाबु कतै के भयो मन्दिर जाँदा नि चुपाचुप खान्छन् फर्किँदा हो क्या खाने त कस्तो मान्छे होला मन्दिर आयो हामी मन्दिर आइपुग्यौँ महाराज मन्दिर प्रवेशद्वार स्वागतम हामी यो मन्दिर आइरहन्छौँ होइन यो मन्दिरमा एकदम राम्रो हुन्छ हाम्रो भाकल पनि थियो पहिला पुरा गरेको हामीले राम्रो भएर सबैजना आउनु होला यो मन्दिर जलहरू त्यहाँ आइछ अहिले त राम्रो भएछ है कस्तो राम्रो भएछ धेरैमा आइयो नि त यहाँ रेडी हुँदैछ के रे अभिक चाहिन्छ नि आज सरस्वती पूजाको दिन हो अक्षता बनाउन पर्यो छ त्यसैको बनाउने पूजै नगरी प्रसादी खान्छन् ए भरे
हामी माथि जाँदैछौँ अनि यता चाहिँ लास्टमा हो पूजा गर्ने यताबाट घुम्दै घुम्दै जाने हो नि त पहिला गणेशजीको ऊ त्यहाँ शिवजीको मूर्ति नै बनेको रहेछ त्यहाँ नयाँ बन्दै रहेछ उहाँ हो के पूजा गर्ने अनि यता हजुर गणेशजीको मूर्ति अब यहाँ भित्र पूजा गर्ने कताबाट घुम्न पर्छ भन्दै घुम्न थाले यसको पारा छुट्टै छ फेरि ल्याएर सुस्ता बाबु सुस्ता छोरो सुस्ता के भनेको बाबु के भनेको सरस्वती मातालाई पहिला पूजा नगरी प्रसादी खान्छन् हामी चाहिँ यो मेन महाराज थान मन्दिर परिक्रमा हुँदैछ है त अगाडि अगाडि कान्छी अनि जेठी अनि यहाँ यता यिनी अनि म है त ल घुमाउँ घुमाउँ ल अझ एकचोटि हिँड अझ एकचोटि हिँड्दा पनि के भएर अदु बेबी के गरेछौ अब केरा खाने रे पूजा गरेर भ्याइसक्यौँ मन्दिरहरू
अब हामी यसो एक दुईवटा फोटो खिच्छौँ अनि घरतिर फर्किन्छौँ है त। उता चाहिँ खान नपाएर ठुस्स परिछिन् अधिक अहिले भनिदेऊ न। हेर नि त्यहाँ खान नपाएर ठुस्स परिछिन्। यता यस्तो छ कस्तो अहिले राम्रो चिकित्सा बनाएको रहेछ। पहिले आउँदा चाहिँ थिएन यस्तो व्यवस्थित। यो मन्दिरमा चाहिँ एकदम आस्था छ। भाकलहरू पनि गर्नुहुन्छ, हामीले नै गरेर पुरा गरेको। सबैजनाले आशीर्वाद लिनु होला। यो मेन मन्दिर चाहिँ यो हो। गरेको खानै बेर भयो। टिका त किन पोखेको? लगाएको अरे के? मेरो बर्थडे हो क्या आज, तेरो होइन। ल हेर यसले त होली भनेको क्या हो क्या। अब हामी जान लागेको। हामी जान लाग्यो हो। अब महाराजा मन्दिर दर्शन गर्नुभएकोमा धन्यवाद। हामीलाई पनि यति राम्रो मौका दर्शन गर्ने मौका दिनुभएकोमा धन्यवाद। सबैजनामा नमस्कार। आज मेरो जन्मदिनको अवसरमा अनि विशेष पूजा पारेर आज हामी आएको छौँ काउसनदेखि माथि हात्तीखोर भन्ने ठाउँमा महाराजा मन्दिर प्रवेशद्वार। यहाँ चाहिँ पहिला व्यवस्थित नभए नि अहिले एकदम व्यवस्थित छ, एकदम राम्रो छ। यहाँ मागेको कुरा पाइन्छ भन्ने विश्वास पनि पुरा गरिन्छ। त्यसैले तपाईँहरू पनि दर्शन गर्न आउनु होला। हाम्रो पनि भक्कल पुरा भएर पुरा गरिसकेको हो। अहिले चाहिँ दर्शन गर्न आएको। सबैलाई एकचोटि आउनु होला, दर्शन गर्नु होला भन्न चाहन्छु। थ्याङ्क यू। गएको बाई बाई। अब पछि आउँछौँ फेरि। गयौँ ल। भगवान् फेरि बोलाउनु अनि आउँछौँ। यता मूर्ति बन्दै रहेछ है। विश्वकर्मा बाबाको मन्दिर रहेछ यहाँ चाहिँ। अब को भेट भयो ल न भिडियो बनाउँदा आमा के छ खबर? ए लौ न हात मिलाऊँ न। आज मेरो बर्थडे हो के। थ्याङ्क यू। टिका लाउँदिन भन्न पाइन्न है। उसलाई प्रसादीकै लोभ छ। नमस्ते गर ठुल्मामुलाई। ओहो यिनीहरूलाई धेरै धेरै पैसा दिन हुन्न के। ल बाई गर्दै घर आइपुग्यौँ पूजा गरेर। आइपुग्यौँ। अब के गर्ने होला? अब चाहिँ अब खाना बनाउने खाने अनि बस्ने कपडा धुनु छ। बर्थडे स्पेसल केही छैन। बर्थडे स्पेसल सबै स्पेसल त भइरहेको नि। सरप्राइज केही छैन। सरप्राइज यो दिएको होइन। अब अरू 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 के छैन। खान लाइसक्यो कपडा त्यस्तै हम धुनलाई भनेपछि मलाई केही सरप्राइज रहन्छ। ल ठिक छ। मम्मीलाई यस्तो सरप्राइज आयो ल हेर्नु त। अधिकलाई केही आएन र त्यसको मुख देखाइदिएन। हेर्न त्यहाँ डेकोरेसनको सामान केकहरू आएको छ। अब यहाँ हामीले डेकोरेसन गर्दैछौँ साथीहरू। हाम्रो घर सानो भए पनि यहाँ टिक्क बनाएर केक काट्यो है त। खुसी छौ नि पिछाउ नि। थ्याङ्क यू सो मच। एकजना त थाहा छ, एकजना चाहिँ कन्फ्युज छु। त्यही नै हो जस्तो लाग्यो। त्यही पनि म अहिले सरप्राइज दिनुभएको हाम्रो केक लभरलाई सोधेर अनि गर्छु। ओके हेर्दै गर्नु। डेकोरेसन चाहिँ हामी तीनजनाले गर्ने। फेरि के आयो? यो फेरि गिफ्ट आयो। अघि भर्खर सरप्राइज आएको थियो। यो पनि सरप्राइज गिफ्ट हाम्रो टक्क टिमुरेवाला दिदीको, अचारवाला दिदीको गिफ्ट हो यो। गिफ्टहरू चाहिँ म भोलि खोलेर देखाउँछु। आज चाहिँ तयारी हुँदैछ त्यता। हजुर
र जे भयो नि ठुल्ठुला मान्छे नभए नि केटाकेटीले यहाँ मेरो बर्थडे मनाइदिनलाई पुरा हेर न धमर धुस लाहन उता यताखेरि ऊ बर्थडेको टाँस्नलाई हे जे भयो नि अब यही त हो नि खुसियाली भनेको होइन रमाइलो छ के खान पाउँछौँ भनेर मक्ख परे खान फेरि जस्तो हो त्यसैलाई राम्रो बनाएर गर्ने हो कि ओके ओहो बेलुन फुलाएर अधिक खै त गयो त के खान पारे यतै अर्कोले ह्याप्पी बर्थडे टाङ्दैछ जे होस् गरे खान केटकेटीले गुड गुड भयो ल छोड्दे तँ छोड्दै यहाँ यो सामान हटा गर्ने केटीहरूलाई दक्षिणा दिनु तिमीले टीका लगाएर प्रसाद दिनु यिनीहरूलाई टिका लगाइदिनु हुन्न नि त त्यही भएर हो मैले टीका लगाइदिनु हुन्न प्रसाददेखि दक्षिणा दिनुपर्छ नि हेर्न त्यहाँ पर्दैन पर्दैन भन्न अझै हामी सानो सानोमा हामीलाई पापा छुट्याइदिँदा कति खुसी हुन्थ्यौँ तिमीहरूको जमानामा त 50-50 रुपियाँ आयो केही हुन्न हाम्रो केक दुईटा अझै अर्को पनि आउँदैछ अरे गाइस खै यता ए नयाँ किचनमा अर्को पनि आउँदैछ अरे त्यो आएपछि काट्ने हो माइ लर्ड पाता भुङ्गा पार उसलाई नकाट्दै ओके सरी अरे बेस्ट विस फ्रम ओके सरी यो कसले रहेछ त्यो दाईको हो कि ह्याप्पी बर्थडे दिदी अरे मैले काले होला यो चाहिँ हेर यहाँले केक कतिखेर खानु पाउँछौँ भनेर अब लु यस्तो बनाएछ नि यहाँ त लहेर लहेर केक काट्ने भनेर सबै घर भद्र गोल छ सामान यताउता त्यही पनि केटाकेटी नै यस्तो दामी थ्याङ्क यू जिन्दगीमा यति ठुलो सरप्राइज कहिल्यै पाएन है मैले 28 वर्ष पुरा हुँदाखेरि यति एकैचोटि यति धेरै सरप्राइज ल सबै यहाँ केक काट्न भनेर कुरेर बसेँ म मात्रै चाहिँ ठुली मान्छे भन्नु न बुढी हामीभन्दा बुढी पाकी मान्छे आशीर्वाद दिन आउनु भएको नि त यता रेडी बनाएर चिटिक्क पारे हन् अब काट्नु यिनीहरूको छुट्टै ग्याङ छ अरे बर्थडे अब मनाउने टाइम भइरहेको छ म रेडी भइसकेँ आउने मान्छे आएनन् आउँदैछन् बिस्तारै अरे छोराले के भनेको रे मलाई के सरप्राइज छैन अरे छ के सबै केक तिम्रो तिम्रो बर्थडेमा म सरप्राइज दिन्छु नि त अनि हैन हाम्रो त बर्थडे र एनिभर्सरी एकै दिन हो हैन ल यहाँ यत्रो केक देखेर अधिकले सरप्राइज चाहियो म रेडी तिमी यता आउनु प्लिज हो ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु रमाइलो केटाकेटीको होइन 28 वर्षको त पुग्यो नि त अब
चाहिन्न ल जन्मदिनको धेरै धेरै शुभकामना हाँसी खुसी रहनु शान्त रहनु आनन्द रहनु व्यस्त रहनु खुसी हाँसी खुसी रहनु परिवारमा सुख शान्ति होस् पर्दैन यसो गर्ने काम लाग्यो त्यो त ल ल थ्याङ्क यू गिफ्ट होइन पोहोर काटा दिएको थियो ल कान्छीले पनि लगाइदिनु कि ल कान्छीले लगाइदिनु के गर्नु ल के आशीर्वाद दिन्छौ त नि मलाई यता हो कान्छी ल ल ल ल बाबा छोरीहरू छोरी पारेन ती के छोरीहरू अब तिमीलाई मैले किनिदिन्छु कान्छी है तिमीलाई ल अब ल म केक दिन्छु के ल पखाएर ल थ्याङ्क यू अब सबै यिनीहरूलाई यत्रो व्यवहार आशीर्वाद देऊ म दिन्छु अब ज्योतिको छिटै बिहा होस् म जान पाऊँ बिहामा साडी लाएर लड्को परेर राम्रो घर परोस् हेर्न हाँसेको मसु मसु त मेरो आशीर्वाद चाहिँ ज्योतिलाई थ्याङ्क यू ल केक कटिङ भइसक्यो एउटा केक उता राख्न जानुभयो कोही पाहुना आयो भने खान दिनुहुन्छ भनेर अरू चाहिँ अब यहाँ रमाइलो गरेर खाने बाँडेर ह्याप्पी बर्थडे टु यु केक कटिङ बाँडिङ हुँदैछ यता सरस्वती र किसालाई चाहिँ अलि धेरै धेरै दिन पर्यो यहाँ यत्रो मेहनत गरेका तिनीहरूले हो तिनीहरूलाई थपिदिनु है बल्लाई छेउडी फेरि लगाएर बल्लाई ए ल ओ माई गड यता बर्थडे सकेर बेलुन फुटाउने कार्यक्रम ओ मेरो बेलुन नफुटाउ तिमी के गर्थ्यौ त सानो अमा ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे टु मी ह्याप्पी बर्थडे टु मी हाम्रो बर्थडे सकियो बर्थडेको बेलुन भ्याइदियो म बाहिर जन्मेको नि त त्यही भएर नरौ बेबी नरौ के अरे आजकल सिकाउन आउन सक्छ नरौ नानी नरौ मलाई भ्याए अनि किन यता ठुलो कपडा लाउनुभएको सानो मान्छे सानो कपडा लाउनु सानो मान्छेको चिलर ल्याइदिएन हौ त्यही भएर अन्त के लिएर आउनु भोलि हेर्ने भोलि हामीले गिफ्ट लिएर आएको गाइजहरू तर चाहिँ हजुरले ठुलो नि होइन धेरै सानो पनि होइन ठिक मिडियम चप्पल चाहिँ ल्याएन नि त्यो त त्यही छैन हेर्नु ल पिसाको छुट्टै मेरो छुट्टै युजफुल छ नि हजुरको लागि पर्फेक्ट मलाई त के होला भने खुल्दुली भइरहेको कहिले निद्रै लाग्दैन हिजो पनि बर्थडे भनेर निन्द्रा आज फेरि गिफ्टको यसले
बुझी ए मेरो डलको के हो यस्तो अच्छा मेरो डल किन फाल्दै गाउने नले बुके यो चाहिँ लास्टमा मेरो चितवनबाट सपना दिदीले 7:30 भइसक्यो बिचरा केक लभर दाइले नि पसल पन्तामा लानु भएछ रिक्वेस्ट गरेर बहिनीको लागि भनेर पठाइदिनु भएको अरे बुके अनि यो टेडी अनि केक यति धेरै सरप्राइजमा आज हो नि यति मक्खै छु मेरो दिदी टाढा भयो पनि आफू आउन पाइन भनेर केक पठाइदिनु भएको थ्याङ्क यू हजुर खाना खाने कार्यक्रम हुँदैछ केक कटिङ सटिङ भ्यायो बेलुन सेलुन फुटालेर भ्याए केटाकेटीले सब अब यो ह्याप्पी बर्थडेवाला मात्रै बाँकी छ लास्टमा सपना दिदीको सरप्राइज थियो के हुँदैछ त्यहाँ फेरि माया मम्मीले आफूले बर्थडेमा पाएको टेडी उसलाई दिनुहुन्छ भनेर हेरेर फकाएको अरे के हो र कान्छी त्यो त मेरो टेडी हो मलाई आएको बर्थडेमा ओहो तिम्रो बर्थडेमा पठाइदिनुहुन्छ प्यार छौरा ल बर्थडे आयो भन्दा भन्दै बर्थडे पनि गयो भ्याइयो म एक वर्ष दुईटा केक त छ नि बराइलाई अझै फ्रिजमा केक छ अनि म 1 वर्ष बुढी भएँ अब 2 वर्षमा त 30 वर्ष हुन्छ 30 वर्ष बुढी गर्ने बेला हुन्छ भन्दै के भनौँ अरू म बर्थडे आयो भनेर नि ल भन के भन्ने होला हो म पनि सबैजनालाई माया गर्ने सबै सम्झिने सबैलाई विश गर्ने सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु धेरै धेरै माया भन्न चाहन्छु यस्तै धेरै माया गर्नु होला साथ सपोर्ट दिनु होला हामीलाई भन्न चाहन्छु भन्दै मेरो बर्थडेको भ्लगलाई एन्ड गर्छु नेक्स्ट भ्लग अब फेरि आउँछ अलि दिनपछि है त ल सबैजनालाई बाई 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 भनिदेऊ न बाई भनिदेऊ कि बाई बाई लभ यु अल भन्नु लभ यु अल भनिदेऊ बाई 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 बाई